मलाई माफ गरिदेऊ, मलाई माफ गरिदेऊ। अरे बुढा कहाँ जानु आँटेको? चिटिक्क परेर। कहाँ जानु नि, ब्याङ्कतिर जानु लागेको। घर धान्नै पर्यो, तिमीलाई नि खर्च चाहियो, बुहारीलाई चाहिन्छ होला, छोरालाई पनि चाहिएला। अनि के गर्नु त, अलिकति थियो निकालेर ल्याउनु पर्यो भनेको। ए त्यसो हो, मलाई पनि एउटा लिपस्टिक सिकिरहेको थियो, ल्याइदिनुहोस् है। बुढेसकालमा किन लाउनु पर्यो नि तिमीलाई लिपस्टिक सिपस्टिक? ए भनेपछि ल्याइदिनु नि, ल ल ल्याइदिउँ ल। भरे चाँडै आउनु नि। पैसा बोकेर यताउति घुमेर हिँड्ने होइन, पैसा लुट्ला। ल ल। होइन के हो, झाडु लाउन पनि आउँदैन? यस्तै हो झाडु लाएको। लाउँदैछु त आमा। यो केटीले गरेर खाली जस्ती छैन। होइन यिनीहरू कुन दिनमा चाहिँ भेट भएछ, रात दिन झगडा गरेर बस्छन्। छोराले पनि टपक्क टिपेर ल्याइहाल्यो। यिनीहरूले घर गरेर खाला जस्तो छैन। काम गर्ने ढङ्ग यस्तो छ, यिनीहरूले गरी खालान् जस्तो लाग्दैन मलाई त। होइन, जति काम गरे पनि काम गरेको जसै दिनुहुन्न सासूले। उता छोराचाहिँले पनि पहिलाको जस्तो माया गर्न छोडिसके। म चाहिँ उही भनेर जन्म दिने बा आमालाई त्यागेर आएँ। किन मलाई यस्तो गर्छन् सबैले? यो घरमा म बढी भएको हो कि क्या हो? होइन हो बुढी, यति साह्रो त नहेप न बुहारीलाई। ऊ पनि अर्काको छोरी हो। भयो भयो, सिकाउनु पर्दैन। मलाई पनि थाहा छ, बुहारीको बेहोरा गतिलो हुनु पर्यो नि। त्यसै कुट्छ मेरो छोराले, मुख चलाउँछ आइ नभएको। कुरो त्यसो होइन नि बुढी, हाम्रो छोराको पनि कमी कमजोरी केही होला नि, होइन र? भो मलाई सिकाइरहनु पर्दैन। पहिले डाँडा घरे काजीको छोरी दिन्छु भन्दाखेरि छोरो सानै छ भनेर आफू मान्नु भएन। कहाँबाट यस्तै उठाएर ल्यायो छोराले, न रुच्छ। मलाई त यो त मनै परेको छैन। आज कहाँ गए? पानी ल्याउन पनि यत्रो टाइम लाग्छ। आमा म आउँदैछु ल। पानी ल्याउन पनि यत्रो टाइम लाग्छ। उतिखेर गएको यतिखेर हो आउने? हिजो आज हजुरलाई के भएको छ? पहिलाको जस्तो कुरा राम्रोसँगले पनि गर्नुहुन्न, झर्को र फर्को मात्रै गर्नुहुन्छ।
पहिलाको भन्दा धेरै परिवर्तन हुनु भइसक्यो। हामी मान्छे भएर धेरै बोलेको राम्रो होइन। आफ्नो जे काम हो त्यो काम गर। छोरो मान्छे कहाँ जान्छ के गर्छ त्यो चियो चर्चा नगर। हजुरले पहिला कति माया गर्नुहुन्थ्यो। हिजो आज मेरो केही मतलबै छैन। कतै बाहिर यताउता केही त छैन हजुरको। सानो म तिमी मेरो बाँच्न सक्दिनँ। म पनि त तपाईँ बिना बाँच्न सक्दिनँ नि। के हामीले मक्सदमा के गर्नु त? खै तपाईँको घरमा स्वीकार लान्छ। चाहे आँधी आओस् चाहे हुरी आओस् हाम्रो यो माया कसैले पनि रोक्न सक्दैन सानो। आई लभ यु सानो। हेर जाने अरू कुरा म केही बुझ्दिनँ। यी समयमा मेरो पैसा दे नत्र तेरो छोरी मलाई दे। हस् हजुर, मेरो फिल्ममा तपाईँले नै दिन्छ। हेर छोरी, मैले भनेको कुरा मान। त्यही केटासँग गएछ भने तिमी कुकुर नपन्दुको पर्छ। होइन बुवा, म उभिन बाँच्नै सक्दिनँ। उसलाई पाइन भने त म मरिदिन्छु बुवा। हेर छोरी, त्यो केटासँग गएछ भनेदेखि अझदेखि मलाई बुवा पनि भन्नु पर्दैन। मलाई कहिले पनि नभन्नु पर्छ। ए आमा आमा बुवा आमा कहाँ जानु? आमा त तलतिर मेलतिर पो गएको छ त। धान लिएर गएको थियो बाबु। कतिखेर आउने हो तिम्रो आमा? अनि किन चाहियो त बाबु आमा? बुवा आमासँग 1000 रुपियाँ मागेको थिएँ। आमा हुनुहुँदो रहन्छ। हजुरसँग छ भने पनि दिनु न। कहाँबाट हुनु छ र मसँग 1000 रुपियाँ पैसा? अब त तिमी पनि ठुलो भइसक्यो, केही कुरा बुझ्ने भइसक्यो। के पैसा रोक्नु फाल्छ र बाबु? ए बुवा ल्याङ्न नअन्न साथीहरू कुरेर बसिरहेको छ क्या। दिनु न 1000 रुपियाँ पर्दैन। कहाँबाट लिएर आउँदा छ र म 1000 रुपियाँ? कति गरे गर्नु नि यसले? के यहाँ रहेछ नि 1000 रुपियाँ। पाएँ नि 1000 रुपियाँ। कस्तो चाहिँ छोरा जन्माएछ हौ। पैसा र तरुण त देख्नै नहुने भयो नि। मेरो बुहारी पहिल्यै खुसी भयो। के गर्नु? आखिर के देखेर आयो त्यो कुलकरसँग बिहे गरेर? त्यस्तो केही होइन बुवा। मैले उसलाई साँचो प्रेम गरेँ। त्यही प्रेमको परिणाम आज भोग्दैछु। के गर्नु बुवा, मेरो भाग्य नै यस्तो रहेछ। के माया न साया नि बिहे गरेर आएको 1 वर्ष भएको छैन। सधैँ झगडा गरेको छ, लडेको छ। तैँले पनि त छोराको एक दिक वचन सहेर बस्नुपर्छ नि। मुखै चलाउँछेस्। तैँले कुटाइ नखाए कसले खान्छ त? मैले खान्छ। भित्र खाना पकाउन जाऊ।
अनि तपाईँ चाहिँ के बुहारीसँग नाना थरी कुरा गरेर बसेको? जानु सब्जी लिएर आउनुहोस्। बुढा त्यस्तो त थिएन, अचानक चेन भइरहेछ। यसको रहस्य के हो पत्ता लगाउनै पर्छ। पहिला त्यति धेरै माया गर्ने मान्छे अचेल धेरै फरक भएको छ। यो मैले पत्ता लगाउनै पर्छ। खै आजको के हो घरको बुढी देखे कि एकदम रिस उठेर आउँछ। आजको घर जाने मनै लाग्यो। त्यसो भए कुरा नगर न, तिम्रो पनि घरमा फ्यामिली छ, मेरो पनि घरमा फ्यामिली छ। मेरो बुढो छिटो नेपाल आउँदै हुनुहुन्छ। फल खाने हो, रुख गर्ने होइन। जे जति रमाइलो गर्यौ त्यो बिर्सिदेऊ। तिमी पनि तिम्रो घर सम्हाल, म पनि मेरो घर सम्हाल्छु। सपना पर्खौ त, सपना पर्खौ न, मेरो कुरा सुनौ त। सपना मलाई माफ गरिदिनु होला। म तपाईँले भने जस्तो व्यक्ति होइन। म विवाहित केटी हुँ। मेरो श्रीमान साउदीमा हुनुहुन्छ। ठिकै छ नि त। अब मैले मात्रै यो कुरो माया लागेको हुँदैन। अब तिमी पनि विवाहित रहेछौ। अब यो जुनीमा नभएन, अर्को जुनीमा त होइन। हाम्रो यो भेटलाई भुल सम्झिनु होला। वास्तवमा यो घटनाको प्रमुख पात्र भनेको तिमी नै हो। तिमीले गर्दा यो सब घटना घटेको हो। मबाट गल्ती भइहाल्यो। उहाँको तर्फबाट म माफी माग्छु हजुरसँग। माफ गरिदिनु होला। गल्ती तिम्रो बुढाको मात्र होइन, मेरो बुढीको। हुन त तिमीसँग माफी माग्न लागेको छैन। हुन सक्छ भने एकचोटि माफी होइन बुढा, हजुर त मेरो श्रीमान हो नि। श्रीमतीसँग नि कसैले माफी माग्छ र?